सर्वशक्तिमान जीवित परमेश्वर पिता, पवित्र परमेश्वर, अनन्त परमेश्वर, जो स्वर्ग सृष्टि गर्नुहुने, पृथ्वी सृष्टि गर्नुहुने, हे प्रभु येशू, आज बिहानको समयमा यसै जग्गामा देखि म तपाईलाई धन्यवाद दिन्छु। प्रभु येशू, तपाई मेरो सृष्टिकर्ता हुनुहुन्छ, तपाई मेरो मुक्तिदाता, तपाई मेरो सहारा। प्रभु येशू, तपाईलाई धन्यवाद दिन्छु। तपाई मेरो रक्षक हुनुहुन्छ, तपाई मेरो उद्धारकर्ता हुनुहुन्छ र सृष्टिकर्ता महान प्रभु येशू। यसै स्थानबाट म तपाईलाई धन्यवाद दिन्छु। प्रभु येशू, यो पहाड पर्वत, जो वन जङ्गल सम्पूर्ण तपाईले बनाउनु भएको, तपाईले आफ्नो मुखले, आफ्नो शक्तिले सृष्टि गर्नुभयो, बनाउनु भयो र प्रभु येशू, तपाईलाई धन्यवाद छ। आज यो ठाउँमा आउनुको लागि तपाईले इच्छा, विचार, मन दिनुभयो, म यहाँ आउन सके। प्रभु येशू, तपाईलाई धन्यवाद दिनु प्रभु दिन्छु। र प्रभु येशू, अहिले सुनसान छ यहाँ। प्रभु येशू, मेरो एउटै छ विचार र इच्छा, जुन तपाईको सुसमाचारको वचन धेरैजनाहरूलाई बाँड्न र वचन दिनको लागि, अनि त्यो वचनद्वारा चाहिँ मानिसहरूको हृदय आत्मा परिवर्तन भएर बदलिएर प्रभु येशू तपाईलाई चिन्न सकुन्, तपाईलाई मुक्तिदाता र उद्धारकर्ता मान्न सकुन्, पापको छुटकारा पाउन सकुन्। किनभने आज संसारमा पापलाई क्षमा गर्न सक्ने चाहिँ एउटै मात्र प्रभु येशू हुनुहुन्छ। र यो धरतीमा, यो संसारमा धेरै देवताहरू, भगवानहरू आए, कसैले पनि पापीलाई क्षमा गर्न सकेनन्, उद्धार गर्न सकेनन्। पापीलाई क्षमा गर्न सक्ने चाहिँ उहाँ परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वरद्वारा नै प्रभु येशू ख्रीष्ट आउनुभयो, आफ्नो पिताको इच्छा पुरा गर्नको लागि। यो संसार सृष्टि हुनुभन्दा अगाडि नै उहाँ चुनिनु भएको थियो, प्रभु येशू ख्रीष्ट, जो संसारको पापको उद्धार गर्नको लागि, छुटकारा दिनको लागि। यसैले पनि म तपाईलाई धन्यवाद दिन्छु। आज कतिले प्रभु येशू ख्रीष्टलाई चिनिसकेको छन् र विश्वास गरिसकेको छन् र मण्डली स्थापना भएको छ सारा संसारमा, विभिन्न जातिहरूमा, विभिन्न भाषाहरूमा। प्रभु येशू, तपाईलाई धन्यवाद छ। साथै हाम्रो यो नथियामा पनि एउटा सानो झुन्ड स्थापना भएको छ। प्रभु, तपाईलाई धन्यवाद छ। तर जुन झुन्डमा हाम्रो मसी सङ्गतिमा कति अगुवाईहरू र मेम्बरहरू पनि आउन सकेका छैनन्, किनभने अल्छीले भारी भएको छन्, दुष्ट आत्माले काम गरेको छ, शैतानले काम गरेको। त्यसकारण त्यो शैतानलाई चाहिँ शैतानको बन्धनलाई चाहिँ तोड्नको लागि प्रभु येशू, त्यो तपाईको क्रुसको शक्ति हामीलाई दिनुहोस्। र धन्यवाद र प्रभु येशू, तपाईँ अति नै महान प्रभु हुनुहुन्छ, पवित्र परमेश्वर हुनुहुन्छ र सामर्थ परमेश्वर हुनुहुन्छ। आउनुहोस् प्रभु येशू, तपाईँ मेरो आत्मामा र हृदयमा बस्नुहोस्। पिता परमेश्वर, आज यसै स्थानबाट तपाईलाई धन्यवाद दिन्छु। प्रभु येशू, तपाईलाई पुकार गर्दछु। तपाईले मेरो पुकारा, मेरो बिन्ती तपाईले स्वीकार्नुहोस्, ग्रहण गर्नुहोस्। हे पिता, तपाईँ अति नै महान हुनुहुन्छ। प्रभु येशू, तपाईँ मेरो मालिक हुनुहुन्छ, तपाईँ मेरो रक्षक हुनुहुन्छ, तपाईँ मेरो गोठालो हुनुहुन्छ, तपाईँ मेरो चट्टान हुनुहुन्छ। येशू, तपाईलाई धन्यवाद छ। यो 2025 सालको समयभित्रमा कमसेकम 50 जना नयाँ विश्वासीहरू तपाईको राज्यमा, तपाईको मण्डलीमा आउन सकुन् र प्रभु तपाईलाई देख्न सकुन्, तपाईलाई चिन्न सकुन्, तपाईलाई विश्वास गर्न सकुन्, आफ्नो पापको पश्चाताप गर्न सकुन्, अनि पिता, पुत्र, पवित्र आत्माको नाउँमा बप्तिस्मा हुन सकुन्। ओ महान प्रभु येशू, हालेलुया, आमेन, हालेलुया। जीवित परमेश्वर प्रभु येशू, तपाईलाई धन्यवाद छ। आज केवल तपाईलाई धन्यवाद दिन सक्छु। प्रभु येशू, यहाँभन्दा अरू तपाईलाई दिने मेरो कुनै औकात छैन, मेरो कुनै योग्य छैन। प्रभु येशू, तपाईँ जो हुनुहुन्छ, तपाईँ सो हुनुहुन्छ। जो तपाईँ आदिमा हुनुहुन्थ्यो र अहिले हुनुहुन्छ र पछि हुन आउने पनि तपाईँ नै हुनुहुन्छ। तपाईँ अल्फा र ओमेगा
पहिलो र पछिल्लो, आदि र अन्त तपाईँ हुनुहुन्छ। येशू, तपाईँले विश्व ब्रह्माण्ड सृष्टि गर्नुभयो, मानिस सृष्टि गर्नुभयो। मानिस आफ्नै स्वरूपमा, आफ्नै समानतामा सृष्टि गर्नुभयो र आशिष दिनुभयो। फल फुल पृथ्वीमा भरिँदै जाऊ, उत्पत्ति प्रभु हामी देख्दछौँ। यसै कारण पनि प्रभु यीशु तपाईँलाई धन्यवाद छ। पिता, आज कहिलेसम्म तपाईँले यो संसारमा राख्नुहुन्छ, जबसम्म प्राण आत्मा रहन्छ तबसम्म म तपाईँको सेवा गर्नेछु, तपाईँलाई धन्यवाद दिन्छु, तपाईँको आराधना गर्नेछु। यीशु, मेरो सारा पाप उद्धार गर्नुहुने यीशुलाई धन्यवाद छ। आशिष माग्दछु उद्धारकर्ता प्रभु यीशु ख्रीष्टको नाउँमा, आमेन।